वेलकम है वेलकम सबैलाई यहाँ चाहिँ गोलगुट टोपू चाउमिन खाइदिएको आज खाएँ होइन ये मिठो ठिक छ सही हो कि सारो त एकदम फुडी हो नि फेरि सब मिठो छ है सब मिठो छ फर्किँदा खाने दिस इज भेज मोमो अनि यस्तो मोर डिलिसियस देन नन भेज चिकन बफ whatever हैन यस त्यो चाहिँ फापरको मोमो यो मिठो छ है यो चाहिँ एकदम दामी छ दामी लाग्यो खान त खाइरहेको होइन बबाल भेज भने सब मिठो रहेछ हौ सीमा त होइन दामी अक्खाली पनि यसलाई झन् मिल्ला के छ सम्झी ठिक छ ठिक छ खाएर भाइ तातो छ कति तातो छ ल तातो हुन्छ है एक बाइटमा है वाउ दामी है ए मोर्ना एउटा ल सम्झी खाऊ गो राइता काइता ओहो खानु नि त काइता 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 ल है त ल है त राइता काइता गो कस्तो छ मिठो कस्तो रहेछ राइता एकदम काइता काइता रहेछ राइता त काइता रहेछ नि राइता त काइता रहेछ साबुन नसके जस्तो के फेरि एकचोटि यता हाल्नु त ल भयो कि सकिसक्यो राइता काइता राइता इज फिनिस राई त खै त अब राइता खै त पेटभित्रमा त खुलित त I'm feeling so sexy fat. Oh my god. ओए बताले के छ हामी चाहिँ गाडीमा जाँदा यो गाडीमा हामी यहाँ जाँदैछौँ Let's go. We are heading to खाखानी खाखानीमा जाँदैछौँ हामी देखाइ ले त म त खिच्दिन ले न खाखानीमा जाँदै यो बहिनीहरुसँग कान्छीहरुसँग यो कान्छी बहिनीको छोरी ठीक छ है हेलो हाउ आर यु I'm feeling pressed. फिलिङ फ्रेस Another room. यो चाहिँ हाम्रो दुईटा रुम है आजको लागि के छ ठीक छ यो चाहिँ दुईटा रुम हाम्रो यो रुम बवाल रहेछ यार यो लुक एट द भ्यू यो चाहिँ काकानीमा है आजको हाम्रो स्टे फ्यामिली स्टे बवाल छ बवाल यता हेर्नु त दी दियन हेलो बाउ छोरी के छ हामी आज एकदम गुड मुडमा छौँ हजुर यस ककनीको हामी मिस्टिक रिजोर्टमा आएका छौँ हजुर र आज यसो रिफ्रेसमेन्टको लागि हजुर डाँडामा एकदमै खुल्ला वातावरणमा एकदमै शान्त वातावरणमा रमाइलो भछ हामी फ्यामिलीसँग यहाँ यसो रमाइलोको लागि आएका छौँ वाउ इन्जोइङ हैन एकदमै रमाइलो भइरहेछ अहिले छोरीसँग मैले गुड टाइम स्पेन्ड गर्दैछु यस क्या चिसोमा आनन्द है एकदम कुल लाङ्सा पाए दामी हुन्थ्यो है हँ? लाङ्सा पाए भलङ्स्या भलाङ्सा क्लब किसा पाउँछ होला दाइले सोध्छु यहाँ तामाङ होइन हाम्रो दाइ नि यो पुरै गाउँ तामाङ गऱ्यो त्यो पेन ओहो यहाँ झन् नयाँ बन्दै रहेछ
मिठो है मिठो ओ लेडिजहरू यता आन्दे 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 जा यतिको बनाएर बस्नु पाएँ त ओहो दिदी यो नि सेम हो उनीहरूको यो नि के बस्न लागि के लागि दिदी यता अन्त कफलै कफल छ लास्टमा आफ्नो लल्ला नि अस्ति हामी जाने बेला फलेको थिएन कि एउटा नि कहाँको प्लास्टिक हुने हो झोला टिप्नला हो यो चाहिँ हाम्रो होटेल झोला दामी देख्यो ब्लगमा है हिँड्न सकेन अनि के हुन्छ म हिँड्न सकिन स्क्वाट गर्दै ल ल स्वेट स्वेट ए हामीलाई बाटो ल 5 हान त आयो कुले त हामीलाई बाटो देखाइराछ तिमी भन्दा ज्ञानी रहेछ है ज्ञान छ एकदम कुतकुर नियन भन्दा ज्ञानी रहेछ लास्टमा चाहिँ सु गरिदिएर हेलो स्याङ्गो सर हामी कहाँ छौँ अहिले हजुर Thank you, bye. Chef. Sanjana, ओहो chef. हजुर हजुर नमस्कार बाबेकी छ यता फेरि बब छ ए झुकेर हो बब छ यता म ए ल पठाइदिनुहोस् न पठाइदिनुहोस् म फुर्सद गरेर गरिदिउँला त्यो अरू त भएन एकजनाको भएन एकजनाको त्यो यस एकजना बुढाबुढीको भएन फोटै पाएन कि अब एउटा फोटै पाएन त्यही भएर भयो एउटा त अरू त लगभग मैले हाल्दैछु मौसम पनि बबाल भएको छ है मौसमले आहा यो प्रेस गरेपछि कति आउँछ चटनी ल्याउनु फेरि अचाउनु अब खाना सुरु भयो सानो खोइ नियन यता नियन आवाज कस्तो छ भात मेरो इङ्ग्लिस फेरि आवाज भात यता नि गाइजहरू खाँदैछ है गाइजहरू खाँदैछ है आफ्नो भातको सबै आफै खाने हो कि होइन हैन हो हो अनि अनि सेयरिङ ओ कस्तो कुबुरी देखेको त मिनाले भात थप्ने छु बाहिर यस्तो दामी भाडा रहेछ
गुड मर्निङ नेक्स्ट डे वेलकम टु माई ब्लग ठिक छ नि अहिले हिजो त रातभरि ज्वरो आएको जस्तो थियो मलाई त र मजा आयो गुड मर्निङ है उता पछाडिपट्टि को सुत्या नदेखाम छैन हामीले नि उठ्यो तातो पानी खाइरह मेरो भाइ त्यति पो थियो त नियन ट्याप खेल्दा अल्छी यो चाहिँ अल्छी ढाड मसाज हुँदाखेरि जित्दिन छोरी तैँले मलाई कत्रो डम्बल चार्ज हुन्छ होला नि भाइ भाइ त डम्बेले चाहिँ फरक पर्छ भाइ 15वटा खाने माइक्रो दिदी र भाइको पन्जा लाग्यो होला रेडी 1 2 3 गो सक्दैन नि फरी कति बलियो खोइ यो केटा भिडियो खोइ त यस भेना हामी कहाँ छौँ आज तपाईँ भन्नु न कहाँ छ हामी आज मिस्टिक होटल मिस्टिकमा छौँ ककनी र हामी आज ब्रेकफास्ट गर्दैछौँ आज मर्निङको सुरु गरिहाल्छौँ कफी कफी कस्तो कफी A1 A1 है लोकल कफी यहीँको एकदम नुवाकोटको अरे अर्ग्यानिक नुवाकोटे कफी सबजना है सन्तानै छु है आज सबजना है ए यता माम्नी खाँदै सबै खाँदै भ्लगमा हाल्ने किन हाल्ने थाहा छ नि अब यो बिहान आजै राति आउँछ खोइ त हिजोको नि अहिलेसम्म आएन बेलुकै आउनुपर्ने हो आउँदैन यस यिनीहरूले एउटा राम्रो खेलाएन अहिलेसम्म खेल त राम्रो अलि छैन भाइ खेल्नै आउनु यिनीहरूलाई सक्यो नियन यता खाने है बेला ठिक छ एकदम अब हामी ट्याक्कै 2 बज्यो लन्च हामी लिँदैछौँ अब लन्च पछि फेरि रमाइलो हुनेवाला छ एक राउन्ड ए अन्त मिठो भइरहेछ मिठो भइरहेछ खायो एकदम च्याउ भनेर त्यसले जस्तो सोचे कि स्कुलको म्याम भनेर बोसो हो मिठो छ ओ बेला के हो मोबाइलमा थेत खानु त एकचोटि जिन्दगी यस्तै छ 10% अलिक बढेर अलिक खुसी भयो बोसो नट ह्याप्पी ल भेना यसो ल एक्सप्लेन एकदम यवान ह्याप्पी हो र भने आज यही हाम्रो दिन ठाउँ बस्यो हेरे नियन हेरे हेलो भन् हेलो मर्निङ भेना हामी आज सेकेन्ड डेमा छौँ ककनीमा ब्रेकफास्टको लागि फेरि हामी तयार यस झ्याममै लाएर हानिदिइहाल्नुपर्छ यस मेरो नै यहाँ सेयर म त गर्छु नगर्नु भने भने एकदम ह्यान्डसम भएर आएको थियो मेरो मात्र खिचै अरू पर्छ हामी त सधैँ हान्छौँ भेनाले केटोमा हाने हो भने त सब साथीहरू फिदा हो क्रेजी हुन्छ नि दिदी साइड लाग्छ त्यहाँबाट अनि बिहान बिहान खोर्सानी हो खुर्सानी होइन बाबु यो टिमुरको छोप हो यसलाई छोप भन्छ एकदम खुसी लाग्यो आयो रमाइलो भयो है ल आउँदै गरौँ ल बाई 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 गर्न हाम्रो टिप सक्यो है सेरन बाई दिदी चाहिँ मैले राख्छ भनेर दौडिसकेँ बस्नु भनेर है बा भोलि ल्याउनु म त बस्तीहरू Buy this place, buy, beautiful place, दामी ठाउँ
कस्तो भयो कस्तो भयो 2 दिनको बसाइ बबाल भो है हामी फेरि आउँदैछौँ ग्रुप फोटो दाइ एउटा ग्रुप फोटो खिच्दिनु न नियन बाई बाई एउटा त तेरो पनि खिचाइ मैले रिभ्यू आउँछ भ्लगै आउँछ हौ भ्लग पनि आउने बल्ल बाई बाई ल मिस्टेक भयो ल लाग्यो हामी लाग्यो हामी आमा नियन कस्तो रोलाख्दो गरे यार थेत आहान आसु नजर न ए रोगनी छैन कि तेरो आहान रात रात बनाछ यार भयो कि भयो मरो भयो कि भयो भयो कि भयो रोगनी छैन भने कस्तो पागल हो नियन त रोएन उयो त मलाई जान मिल्दैन नि यहाँ माथिबाट मिल्छ नि बाई 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 नियन बाई 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 फेरि भेटौँला भन्ने फेरि भेट भने कसलाई भन्ने यहाँ भिडियो बाई बाई फेरि भेटौँ न लभ यु गर्दै लभ यु बाई बाई गीत सानोमा सानो रोजीको खोलाले बगायो बगायो बुहारी हेर्दा सानोमा चित्तमा हेर्दा ठुलोमा बुहारी हेर्दा सानोमा यो सानो ठिक छ है सानो सानो चाहिँ साली एकदम ठिक छ किन भयो उसको डोन्ट टच द प्रपर्टी डोन्ट टच द प्रपर्टी अफ अदर्स एक दिन यहाँ बस्ने चाहिँ किन दादा यहाँ भरि बस्नु पर्छ होइन भोलिबाट चाहिँ उबाटै बुक गरेँ कि अब के हो नि दिदी अब भोलिबाट चाहिँ के हो अरे